केटा हो नेपालको महँगाई हेर न महँगाई कहाँदेखि कहाँ पुगिसक्यो। त्यही त भने अब मेरो गाडी हेर न इन्डियामा 20-25 लाखमा पाउँछ यहाँ 50-60 लाख भन्छ। अब लुक्स हेर न लुक्स राम्रो भएर पनि होला अब बडी हेर न सेतो छ त्यसैले भयो भने 50-60 लाख भने होला। अब टायर हेर न यति मोटो छ अब त्यो टायर किन्नु पर्यो भने तिम्रो बाबु सम्पत्ति गएन हुन त तिमीलाई अब छैन तिम्रो त किन्ने औकात छैन होइन त्यही पनि ज्ञान लिनुपर्छ। अब तिम्रो पैसा गएन ठिक छ अरे म तिमीलाई चढ्न दिउँला चढ्न दिउँला होइन केही छैन चलाउन दिउँला तर तिमीले किन्नु परेन गएन 5 वर्ष गएन। अब पेट्रोल हेर न पेट्रोल यहाँदेखि नेपालगञ्ज जाम होइन अब टुरको लागि धारा ताल जाम 50-60 हजारको त तेलै खान्छ गएन 5 वर्ष गएन तिम्रो गएन 5 वर्ष। मलाई त केही छैन यस्ता 2-3वटा गाडी अरू पनि किन्न सक्छु तर तिम्रो लागि समस्या भएन तिम्रो घरको जग्गा गएन मलाई त समस्या छैन यस्ता 3-4वटा गाडी अरू किन्न सक्छु।